आज 2082 साल कार्तिक 15 गते दसैँ। आज दसैँको 9औं दिन, नवमी, दिनमा मलाई मेरो छोराले बाउलाई खाने भनेर, बाउलाई खाना दिन भनेर बुहारी आएर बुहारीले नाति माथि पठाएर कोठामा पठाएर यो खानेकुरा दिएर गयो। अब यतिसम्म जाने छोराले बाउलाई खुवाउन ल्याएको कतिसम्म अन्याय हो, कतिसम्म बन्याय हो। यो कोठाको फोटो हो, मेरो कोठा हो, मै हो। ल, छोराले बाउलाई खुवाउन ल्याएको एउटा अनाथ जस्तो, अनाथ कोही नभएको जस्तो। ल, यति मात्रै भन्नु हो, अरू लामो कुरा किन भन्ने। यही हो मेरो छोराले गरेको यो पहिलो खानेकुरा। ल।